आज मैले यति मिठो के पकाएँ त साथीहरू। यो थाहा पाउनको लागि चाहिँ हजुरहरूले मेरो पुरा भिडियो हेर्नुपर्ने छ। सो हेलो एभ्रिवन, इट्स मी सरिता, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ शनिबार, म चाहिँ बिहानै उठेर घरको सरसफाइतिर लागेँ साथीहरू। मैले चाहिँ मजाले घरको आँगन पुरै सफा गरेँ पानी हालेर। अनि त्यसपछि म लागेँ खाना बनाउनतिर। सुरुमा चाहिँ मैले दाल फ्राई गरेँ साथीहरू। मेरो भात चाहिँ पाकिसकेको थियो। रातभरि पानी परेको थियो साथीहरू, अनि एकदमै शीतलो पनि गरेको थियो। अनि मलाई चाहिँ एकदमै आगोमा पकाउनु मनपर्छ कि शीतल गरेको बेलामा चाहिँ। अनि मलाई चाहिँ आगोमा पकाएको खाना एकदम नै मिठो लाग्छ साथीहरू, एकदम नै मनपर्छ मलाई। तरकारी त झन् एकदम नै मनपर्छ आगोमा पकाएको। साथीहरू मैले दाल चाहिँ फ्राई गरिसकेँ, त्यसपछि लागेँ म मसला पिस्नतिर। मिक्सर पनि छ साथीहरू घरमा, तर मलाई चाहिँ म फ्री भएको बेलामा, मलाई टाइम भएको बेलामा चाहिँ म सिलौटोमा नै मसला पिस्छु। त्यसपछि मैले सिलौटोलाई पनि मजाले धोएँ। अनि मैले चाहिँ आज तरकारीमा करेला, बोडी, आलुको तरकारी बनाउँदैछु साथीहरू। फर्स्टमा तेल राखेर मेथी फुराएँ। अनि त्यसपछि चाहिँ मैले प्याज राखेँ साथीहरू। प्याजलाई गोल्डन ब्राउन हुने गरी फ्राई गरेँ। त्यसपछि मैले चाहिँ करेला राखेँ, अनि आलु, बोडी सबै राखेर मजाले एकछिन चलाएँ मैले। एकछिन मजाले फिटिसकेपछि चाहिँ मैले नुन बेसार राखेँ। त्यसपछि मैले राखेँ मसला राखेर पनि मजाले चलाएँ। एकछिन चाहिँ मसलालाई मैले पाक्न दिएँ। त्यसपछि मैले राखेँ टमाटरलाई पनि मैले मजाले चलाएर एकछिन चाहिँ छोपिदिएँ। अनि टमाटर पाकिसकेपछि चाहिँ मैले रातो धुलो खुर्सानी राखेँ साथीहरू। यो चाहिँ घरमै पिसेको खुर्सानी थियो। अनि मैले चाहिँ हल्का पानी राखेर ग्रेभी बनाएँ साथीहरू। मेरो खाना चाहिँ यस्तो देखिएको छ। त्यसपछि म लागेँ खानातिर। बिहानको 10 बजिसकेको थियो साथीहरू। मैले चाहिँ बिहानदेखि केही पनि खाएको थिएन। मलाई चाहिँ एकदमै भोक लागिरहेको थियो। तरकारी चाहिँ मलाई एकदम नै मिठो लाग्यो साथीहरू, एकदम मिठो पनि थियो। मलाई चाहिँ आफूले पकाएको तरकारी आफैलाई नै मिठो लाग्छ के साथीहरू, जहिले पनि। तरकारी पाएपछि त मैले दाल त छुँदै छुन्न के साथीहरू। अनि म जस्तै को हुनुहुन्छ तरकारी मिठो भएपछि दाल नछुने, तरकारीसँग मात्रै भात खाने। खाना खाइसकेपछि चाहिँ म लागेँ पार्लरतिर। पार्लरमा चाहिँ यसो साथीहरूसँग हल्का सेल्फी लिएँ मैले पनि। अनि अरू साथीहरूले चाहिँ आफ्नो काम मजाले साबुन लगाएर मैले चाहिँ यसो भिडियो बनाएँ। अनि आज चाहिँ हाम्रो बोटोक्स केराटिन गर्ने थियो। हामीले चाहिँ क्लाइन्टको थोरै टुप्पा मात्र काट्दियौँ सुरुमा, त्यसपछि क्रिम लगायो। अनि म घर फर्केँ साथीहरू। बाँकी काम चाहिँ अरू साथीले गर्नुभयो। थ्याङ्क यू फर वाचिङ। मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाई बाई।